हामी चाहिँ लगभग बेस क्याम्प आइपुग्न लाग्यो। ओहो ढुङ्गाहरू सबै ठाउँ चाहिँ एकदम बवाल छ है। हिँड्न मात्र अलिकति गाह्रो। हामी लगभग लगातार 2 दिन हिँड्यो होला। बल्ल बल्ल आइपुग्यो। अब त्यो माथि चाहिँ हाम्रो खाने ठाउँ हो। अहिले चाहिँ उसो लागेर चाहिँ अलि बोर भएको। मात्र यहाँनिर यस्तो दामी सिन हुन्छ। त्यो पछाडि बिचरा हिँड्न नसकेर अक्सिजन लिँदै हिँड्दै गइरहेछ। बिचरा लास्ट गाह्रो भइरहेछ। बिचरा विदेशी रहेछ, सायद कोरियन होला। उसो लागेन भने चाहिँ सिन त यस्तो दामी हुन्छ यहाँतिर। लास्ट बवाल छ है ठाउँ चाहिँ। फेरि हिँड्नलाई मात्र गाह्रो हो। अन्नपूर्ण बेस क्याम्प यो। के भन्यो रे? के भयो रे? अर्को जाँदा मियो यहाँ के कहाँ दिन भा लास्ट घर तिमीलाई ताम थाहा पाउने गाइड में गर्दा चाहिँ अनि अब हामी आज यतै बस्छौँ। अब भोलि बिहान चाहिँ त्यो मर्निङ सिनको लागि चाहिँ हामी यतै बस्नुपर्ने हुन्छ। अब्बाल छ ठाउँ चाहिँ। कुन चाहिँको टोपी हो यो फेरि है? ओहो साउथ कोरिया को झन्डा रहेछ त्यहाँनिर। ठाउँ चाहिँ आउनुपर्ने खालको छ जिन्दगीमा एकचोटि। बवाल छ है ठाउँ चाहिँ। रिग्रेट चाहिँ हुँदैन। तर लेक लाग्ने मान्छेहरू हिँड्न नसक्ने मान्छेहरू चाहिँ आउँदा बेस्ट। फेरि आयो भने पनि हेलिकप्टरबाट रेस्क्यु गर्नुपर्छ। अनि हेलिकप्टर रेस्क्युको लगभग 2.5 लाख जति पर्दो रहेछ बेस क्याम्प। मजा आयो? रमाइलो भयो? रमाइलो भयो? रमाइलो भयो भनेको एकदमै अनएक्सपेक्टेड। बल्ल बल्ल आइपुग्यो। यो भन्दा सेतो मान्छे रहेछ। फोटो खिच्छ नि त, फोटो खिच्यो त। यो साउथ कोरिया कि नर्थ कोरिया? फोटो खिच्यो त, फोटो खिच्यो त। खोइ कहाँनिर लेखेको छ? मैले देखेन हौ। ABC 4130 meters. Warmly welcome to all the. Congratulations. Thank you. You guys made it. भयो? सुझी भबल लाग्यो। अहिले फोटो खिच्यो ल। अरे पर्दैन यहाँ आउँदाखेरि। यो किन यो त्यहाँ साइडमा हाल न यो। समात्न म फोटो। फेरि हिँडेर हुन्छ। मोबाइल देख तिम्रो।
न स्टिक लिएर माथि कर स्टिक